नेपालको बसाइ कस्तो भयो तपाईको? नेपालको बसाइ असाध्यै नजर भयो। हजुर। यसपालि अलिअलि रिसर्चको काम पनि गरियो। के काम गरियो भने टेबल भन्नुपर्छ फुर्सद छैन। ठिकै छ। अब हामी चाहिँ के छ आजको खाना चाहिँ के हुन्छ त? आज डिनर चाहिँ के खान्छौ? डिनरमा चाहिँ के हुन्छ हरिबोल? डिनर आज केही छैन, चिकन फ्राइड हैन? त्यस्तै हो। चिकन फ्राई मात्रै? अरू केही खानु पर्यो नि त? खानु पर्यो, हेरौँ न। पहिला एक्सप्लोर गरौँ। ठिक छ। दाइ यो के किन्दियो तपाईँ? के हो खाँदै चाहिँ? अब यसलाई चाहिँ हामीले फ्राइड भनौँ। फ्राइड फ्राई चिकन. 可以加那个翅吗？翅可以。पेपर 对，因为很多的油。 रेडी भयो। ज्यादै हो कि नबुझेर हामीले कुरा उसले पनि बुझेन। बुझाउनै सकिँदैन समस्या त्यो हो। बुझाउन सके त सब चिज हुन्छ हैन? 不是这里面，其他的那个。 त्यही त खाऊ। ल आज चाहिँ सपिङ गरिरहेछौँ। के किन्ने खाने हेर्छ। अब त्यहाँ पेमेन्ट गर्ने हो। पेमेन्ट गरेर चाहिँ अब हामी चाहिँ खानातिर लाग्छौँ। यो चाहिँ अब यसरी पेमेन्ट हुँदैछ। आफै सेल्फ पे गर्नु मिल्छ कि त? त्यहाँ क्युआर त्यो बारकोड स्क्यान गऱ्यो भने चाहिँ ट्याक्क प्राइस आफै देखाउँछ होइन? अहिले चाहिँ पेमेन्ट गर्दा हुन्छ। क्युआर देखायो बिल पनि आइसक्यो। ल अब हामी चाहिँ कहाँ जान्छौँ? जान्छ कि त? हटम्याक्स? हटम्याक्समा के लिनुपर्छ भनेको हेर्छु कुन राम्रो लाग्छ अब लिने हो। स्याम्पू हेरेँ मात्रै अघि मन पऱ्यो नि ठ्याक्कै लिइहाल्ने हो। रामले खाएन स्याम्पू राम्रो छ र नयाँ युज नगर्ने सोच्नु हो कि म। तिमीले कुन चलाउँछौ? मैले चाहिँ अर्को चलाइरहेको थिएँ। यो पनि छ क्या? डप युज गर्थेँ मैले। डप पनि छ तर म अलि नयाँ युज गरौँ भनेर। डप पनि त। ल यो चाहिँ पेमेन्ट भइरहेको छ। अब दाइ चाहिँ यता हुनुहुन्छ। यहाँबाट चाहिँ हामी बाहिर गएर बस्छौँ होला सायद।